तपाईहरुको पनि धेरै ओभरथिंक गर्ने बानी छ कि तपाईहरु पनि एकदमै लो फिल गर्नुहुन्छ कहिलेकाहीँ डिमोटिभेटेड फिल गर्नुहुन्छ तर कसैसँग शेयर पनि गर्न सक्नुहुन्न किनभने अरूले जज गर्छन् भनेर डर लाग्छ भने यो भिडियो चाहिँ तपाईहरुको लागि हो है त यदि तपाई पनि एकदमै लो फिल गर्नुहुन्छ ओभरथिंक गर्नुहुन्छ डिमोटिभेटेड फिल गरिराख्नु भएको छ तर तपाई शेयर पनि गर्न चाहनुहुन्न कसैसँग किनभने तपाईलाई जज गर्छन् भनेर डर लाग्छ अथवा यो स्वार्थी संसारमा चाहिँ त्यही कुरा चाहिँ तपाईको खुट्टा तान्नमा प्रयोग गर्छन् भनेर लाग्छ भने हजुरहरूले अपनाउन सक्ने एउटा एकदमै राम्रो अचूक उपाय भनेको चाहिँ सेल्फ टक आफूसँग आफ्नो कुराकानी फेरि त्यो पागलपन होइन है फेरि त्यही ओभरथिंक गरेर नै हजुरलाई यो समस्या आइरहेको छ है त्यो उपाय हो त्यो सेल्फ टक भनेको पागलपन होइन तपाईहरुले अपनाएर पनि एकचोटि हेर्न सक्नुहुन्छ ऐनासँग हेरेर कुराकानी गर्न सक्नुहुन्छ तपाईले यदि तपाई अथवा कुनै भगवान मान्नुहुन्छ हैन भगवान मान्नुहुन्छ भने अगाडि भगवान हुनुहुन्छ अथवा आकाशतिर हेरेर भगवान हुनुहुन्छ भनेर हात जोडेर अथवा जसरी आफूलाई कम्फर्टेबल हुन्छ आफ्नो कुराहरु शेयर गर्नुस् त कसैले तपाईको कुरा थाहा पनि पाउँदैन र हजुरलाई रिलिफ पनि महसुस हुन्छ एकचोटि ट्राई गरेर हेर्नुस् है त थ्यांक यू सो मच